हैन आज चाहिँ म पशुपति मन्दिरमा छु शिवरात्रिको दिन र आज चाहिँ हाम्रो पशुपति मन्दिरमा चाहिँ शिवरात्रिको दिन म भोलिन्टियर बसिरहेको छु क्या भोलिन्टियर बसिरहेको छु र मेरो कार्ड देखेको छ हैन ड्रेस लाएर भोलिन्टियर बसिरहेको छु। अब चाहिँ सुरु गर्दैछौँ हामी भोलिन्टियरको सुरु अनि सबै साथीहरू पनि छन्। भोलिन्टियर कार्ड लिएर हिँडिरहेको छु म अनि त्यसपछि अब यताबाट कता छ तर फाइनली अब चाहिँ एकछिन पछि मन्दिर दर्शन गरेर फर्किन्छु। गाइज हैन मन्दिर पनि दर्शन गरिहाल्यो भोलिन्टियरको काम पनि सकिहाल्यो। अब हामी जाँदैछौँ अब घरतिर लाग्छौँ होला कति बिहान 5 बजी 6 बजीतिर आएको उहाँबाट अनि आउँदाखेरि चाहिँ अब सबै चिज सक्यो। अब यसो अलिकति लगाइदिन्छ हैन अनि त्यसपछि अब चाहिँ हामी कता जाँदैछौँ भन्दाखेरि अब यता पछाडि भिडभाडमा जाँदैछौँ। ल हाम्रो भोलिन्टियरको काम सक्यो र हाम्रो पूजा साजा सबै गरिसक्यौँ खाली पेट आएको थियौँ। अब भोजनतिर लागिन्छ। अब त हामी बाहिरबाट निस्किँदैछौँ होइन अब हामी बाहिरबाट निस्किँदैछौँ। हामी घरतिर अनि भोलितिर जान्छौँ। कालो रङको टेक्नो कम्पनीको मोबाइल खराइरहेको त्यो अहिले चाहिँ मैले इन्टरभ्यू लिएको क्या एकचोटि सोधी हेरेको भोलिन्टियर बसिरहेको रहेछ अनि त्यसरी सोधेको भोलिन्टियर बस्दाखेरि कस्तो महसुस फिल भयो भनेर सोधिरहेको थिएँ अनि एन्सर दिइरहेको थियो। अब त्यो चाहिँ राम्रै एन्सर थियो। ल गाइज अब हामी चाहिँ जान आँटेको के भन्दाखेरि कता भन्दा घरतिर जान आँटेको र अब हाम्रो शिवरात्रि सकिहाल्यो। बम बम बोल्यो होइन जय श्रीराम हर हर महादेव। ल अब भिडियो सकियो आजको यति नै शिवरात्रिको। सबैलाई महाशिवरात्रिको शुभकामना।